सिडी गर्ने र ल जसले हेरेर आउँछ नि यो भिडियो होइन कि जसले जुन मान्छेले भिडियो हेर्छ नि होइन उसले के गन्छ यो भिडियो सिडी म देखाउँछु ल यहाँ यो चाहिँ गेट हो हाम्रो देखाउँदै गइरहेको छु म काउन्ट गर्नु यहाँ हेर्ने मान्छेहरूले कहाँ यहाँ माथि कहाँ ढुङ्गा ल यहाँ अहिले चाहिँ सिडी हालेर रहेछ होइन पहिले चाहिँ खत्तम रहेछ उनीहरूलाई उ गर्ने मारे गाड्नेवाला होइन पुरीहरूले गाडेर आउँछ अर्को मासु होइन पानी चाहिँ सुरुको पानी परेपछि सकिनुपर्छ ठुलो पानी परेर मौसममा क्या क्लियर देखिन्छ नि ढुकहरू पनि कस्तो राम्रो देखिएर आउँछ होइन कम्प्युटरहरू होइन उठाइदिनु भएन नि त होइन सिडी गन्दै हतारमा कतिसम्म पुग्यो कति साइडतिर पानी साइडतिर नजाओस् सुन्नलाई पनि ठिक ठिकै बनाएर हल्का थोरै हाइट ल्याएको छ तर पानीहरू चाहिँ पास हुन्छ मलाई किन लाग्छ स्टार्टिङ चाहिँ मलाई यतातिर रेलिङ हाल्ने भने रेलिङ हो बजेट पुगेन या ठेकेदारले खायो त्यस्तै फिल आउँछ नि माथि टोटल सिटी कतिवटा भएछ है फाइनल काउन्टिङ माथिसम्मै 306वटा सिटी रहेछ यो हो किन जुत्ता खोलिहालौँ अब तर जुरा पनि खोल्नुपर्छ जुत्ता खोलेर पुरै सुरु भइसक्यौँ चेन्जहरू त होला मसँग अनलाइन हालिदिनुपर्छ भन्नु हामीहरूको मुख्य मन्दिर हाम्रो यो रहेछ सानो छिटो परेको धुलेश्वर धुलो उड्ने भएको कारणले गर्दा धुलेश्वर भनेर होइन दानपेटीकामा हालिदिनु क्या निस्किन्छ भन्दै एक गेहरूको बेला आफै घुम्ने सहारा दिन्छ त्यस्तो अब बुर्बुरबुर देखिनेहरू हुँदैन घुम गर्दाखेरि त्यहाँ दाउरा हाल्यो अलिकति आगा बिउ हालिदिने हो भने अब आफै भोलि गएको त हो यो पछि ल्याएका मूर्ति हो न यसले के भन्छ मतलब कुनै ठाउँमा स्थापना चाहिँ भएको छैन है मेन चाहिँ शिवको मन्दिर रहेछ त शिव मन्दिर यो फेरि दुईटा शिव एकै ठाउँ राख्नु मिल्दैन अर्को कुन शिव हुने पो कस्तो शिव दुईटा भन्नाले अब शिव धेरै थरीका हुन्छ नि अब अरू कसै व्यक्तिले कोही धर्म जहिले पनि गर्न सक्छ अनि यतातिर पाठासाठा काट्ने चलन त छैन होइन के छ पाठा काट्ने पछाडि त्यो हाते सिधै उता ए पछाडि दुईटा मास्टरमा त हेरे पनि त्यति फरक पर्छ हुन्न भन्छ नि उतापट्टि हेरौँ न यो चाहिँ घरै हो है क्या उतापट्टिको है भक्तलुहरू होइन पशुपतिनाथ जस्तै मन्दिर यहाँ तलदेखि निस्केको वाला मूर्ति हो यो हाम्रो शिव नै हो यो पनि शिव यो टोइलेटहरू बनाएर होइन गिरीहरू पनि काट्ने रहेछ होइन गिरी काट्ने गिरी पुरी 5वटा पञ्चकोशी मध्येमा चाहिँ एउटा यो पनि हो है त धुलेश्वर कता शिलालेख ढोगहरू चाहिँ ठिक हुने होइन ल नटेकेरै हो भन्ने त्यही हो शक्ति र अशक्तिको ल त आर्मी होस् त पहिलाको आर्मी मिदी भाइ अब हाम्रो फाइनल्ली वर्षहरूमा आइकन निस्किन लाग्छौँ यसो पूजासुजा गरेर यस्तो गरेर टिका लगाएर धुलेश्वरमा आइसकेपछि हामीहरू त्यहाँदेखि चाहिँ अघि आएको बाटो नै पुरा हुने गरेर त्यहाँ हुँदै हामी दुल्लुको अर्को साइडतिर के लपडाँडामा होइन त्यहाँ पुग्छौँ हामीहरू लाइटहरू जल्छ कि जल्दैन मतलब क्यामेरा पनि काम छैन घरदेखि देखिँदैन कि जलाएन तर त्यो एरिया पुरा उज्यालो त्यही त हो त्यही त चालु हुन्छ चालु तार सुकाले जोडे खाने ए बिजुली चाहिँ जोडिदिनु पर्ने है यतातिर दुईवटा ठाउँमा छ नि वारी र पारी छ नि यहाँ पनि अब निस्किँदाखेरि त्यो जुन बालुवा हुन्छ नि मुनि त्यसले नै प्रज्वलित गराउँथ्यो अरे कि मतलब धेरै अलिकति त्यो मुनिदेखि नै कुण्डदेखि आउँथ्यो क्या त्यसले गर्दाखेरि पादुकादेखि हरायो पादुकामा त उ भएको डुबेन त भाग्यो नि त बाढी भएर त्यसलाई चाहिँ मुनि गऱ्यो अवशेषहरू त्यही त हाम्रो देश दैलेखमा चाहिँ ग्यास चाहिँ इनफ छ है
चाहिँ छैन नि फेरि प्रशोधन गरिदिनु पर्ने सल्यान प्युठान भयो होइन देशमा चाहिँ धेरै राहत मिल्थ्यो देश चाहिँ एक स्टेप चाहिँ माथि धकेलिन्थ्यो कि तर अहिले लेभल 0 मा छ भने चाहिँ लेभल 1 मा चाहिँ पुग्थ्यो होइन कन्ट्री चाहिँ प्रशोधन चाहिँ यही बनाउनुपर्छ हामीहरूको अहिले त्यहाँ जलजलीमा काम रोकिनुको कारण नै त्यही हो के भएको जलजलीमा प्रशोधन चाहिँ केन्द्र चाहिँ मतलब यहाँ राख्ने कि होइन चाइनामा यदि लगेर र मेटेरियल यहाँदेखि लग्ने उतादेखि प्युरिफाई गरेर चाहिँ यहाँ ल्याउने ए कुरो थियो अब यहाँदेखि गइसकेछ भने 100% गएछ भने 50% उतै रोकिन्छ उतै रोकिन्छ त्यो पनि हो आउँदैन कि अनि नेपालमै गर्नु पर्यो नि त होइन यहीँ बरु यही गर्नु पर्यो गराएर होइन यतै गरेछ भने र मेटेरियल यहाँदेखि त्यहाँ लगेपछि फेरि यस्तो हुन्छ फेरि त्यो त्यसपछि फेरि अझ र मेटेरियल उता यहाँदेखि लगेर उता लिएर आउँदाखेरि चाहिँ फेरि कस्ट पनि बढी पर्छ नि त हामीले यही भएपछि त हामीले यहाँदेखि बेच्न पायौँ हामीले सस्तो पर्ने भयो हामीलाई होइन त्यही त धेरै सस्तो हुन्छ कि अनि अहिले हामीहरूको कति छ इन्डस्ट्री डेभलप गर्न अलिक गाह्रो छ सकेसम्म पनि बरु सुर्खेतसम्मै हालिदियो केही फरक परेन सुकेसम्म त्यही त हो यहाँ हाम्रो यो ड्रिल मसिन ल्याउँदाखेरि त यो टर्निङहरूमा कम आफत पर्यो माथि त्यही त बरु सुकेसम्म हाल्यो नि सुकेस ठिक छ नि त सुकेसम्म हाल्नु पर्यो अब यस्तै भयो एकचोटि बन्द गरौँ यसलाई एकैछिनमा